तुम डिप्रेशन में हो? तुम बोलो फिर क्या मैं डिस्प्ले हूँ? डिस्प्ले हूँ? ना डिप्रेशन ल अब हाँसो मजाक बसाइदियो तिम्रो लभ स्टोरी सुनाउनु त नहीं जाम्न गन्तव्य टाढासम्म छ क्या गाइज हाम्रो फेरि 3 जनाको पार्टनर आइसक्यो फेरि माया गरिदिनु होला फेरि लाइक सेयर के दबाके गरिदिनु होला के भन्छ एकदम दबा के उहाँ सुर्खेतदेखि इन्टरनेसनल भाइब खान आएको र हामी युट्युब खान आएको छौँ काम नपाएर युट्युब खान आएको छ काम किन नभर्नु मलाई दिनकै त गर्छ त मलाई दिनकै गरे पनि त 3 दिन बस्दै भयो त आज त राम्रै छ फेरि त्यस्तै मारी काम गर्ने मान्छेहरूलाई बस्दाखेरि मलाई लास्ट चाक दुख्दो रहेछ अरूभन्दा होइन साथी चाक कम्मर अचम्मै दुख्छ यार बहुत एक्सर्साइज गरिन्छ नि त बेला त फेरि तिमीले त्यो बडी के भन्छ बडी बिल्डर त्यो हुन्छ नि त्यो जिममा जान्छ नि त्यो डम्बल उठाउनु भन्दा या ढुङ्गा उठाउ कि यस्तो खाले ढुङ्गा उठाउ अनि बल्ल तिम्रो डोला सोला हुन्छ ट्याक्क स्लिम बडी हुन्छ कि त्यो डोला है डोला ढुङ्गा उचाली बना डोला हेर नेचुरल यस्तो हो काम गरिसकेपछि मलाई त्यो हुन्छ क्या स्लिम बडी आउँछ क्या होइन स्लिम बडी आउँछ त्यो मलाई प्रोटिन खाएर नभएको मुजी बोइलर जस्तो मुजी शरीर बनाएर त्यसमा अलिकति मुजी यत्रो त्यो मलाई डब्बा खायो यत्रो निकालेर त्यो मलाई ताकत आउँदैन त केडा हो अनि यस्तो फेरि खौत उचाल्दिन्छ मलाई के उचाल्दिने कोला अनि शरीर त्यो जागिरेको यही खोला त ल यही खोल्यो छिटो त्यो खोला नि देखाइदेऊ मलाई कस्तो मलाई छिटो देखाइदेऊ न बडी भए पो देखाउने बडी नभए होइन फेरि यस्तो प्रशंसा गरेर म्या छिटो त्यो यो हटाउन हेर देख्न सक्छौ एकछिन जुम गरेर त्यो हेर मलाई तिम्रो देख्यो अझ यो मान्छे त अझ अलिकति यस्तो हुन्छ नि त मान्छेको मेन्टालिटी हुन्छ नि त एउटा नसा हुन्छ त्यही कारणले उसको यो चाहिँ हल्का यस्तो डडवाला छ नि हो त्यो हुन आएको क्या त्यो भएर आएको क्या बुझेन ल हाम्रो कता यता फेरि यता अब यथार्थ कुराहरू यस्तै भयो होइन अब हामी साथीको लभ स्टोरी सुनिदिउँ न त यो चाहिँ मेरो दाइ हो है बिना काममा दाइ यसको लभ स्टोरी सुनिदिउँ न ल भन न साथी सुरु गरौँ ल सुरु भन नि त अब कसरी भेट भयो कहाँबाट गयो मेरो चाहिँ भेटसेट केही पनि भएको होइन क्या त्यसरी होइन भेटसेट केही नभएर कसरी भयो त हामी भनौँ न त सुरुमा चाहिँ हाम्रो पुरै होइन अब हामी चाहिँ पुरै बाउछरा मिस्त्रीकै पुरै है बाउछरा मिस्त्री होइन कि सानैदेखि कस्तो कि सानैदेखि स्ट्रगल गर्दै आएको त्यो त बुझ्यो कि तिम्रो लभ स्टोरी सुनाऊ स्ट्रगललाई अर्को पार्टमा छुटाउँला नि त हाम्रो दर्शकहरूलाई अनि पार्ट 3 मा तिम्रो लभ स्टोरी एक्लै सुनाऊ कि सानैदेखि लभ परेको हो कि ठुलो आएर यस्तो उसको जस्तै च्याटमा त्यो भयो कि के हो भन न त्यो टाइपको भन्न खोजेँ कि मैले त्यो टाइपको चाहिँ अब होइन कस्तो भन्नु चाहिँ अब एउटै गाउँ होइन अब काम पनि अब त्यसै घरमा गर्नुपर्ने भयो होइन अनि के गर्दा पुरै लभ पर्यो भने क्या के गर्दा नै त्यो के गर्दा त त्यस्तै होइन होला साथी त्यसमा के भयो होला भन न मलाई भन यस्तै त यार यो मान्छे भन्दै भन्दैन यार यस्ता मान्छेलाई यहाँदेखि होइन डिभिजनमा भएका मान्छेहरू यहाँदेखि तल हाम्फाले हुन्छ यस्ता मान्छे फेरि मेरो दाइ जस्ता मान्छे भन्न पनि लाज भन न साथी यार होइन म चाहिँ फ्रिडम के चिलमा भएर कुरा गर न ल अर्को सुरुबाट हुँदा के भन न मलाई क्यान्सल गर न ल त यो उहाँले भनिसक्नु भयो क्यान्सल भनेर दाइ तेरिका यार बोल्न नि अरू के लाज मान्यो हाम्रो लाज मान्यो के उनको लाज मान्यो भाइको लाज मान्यो नि मैले ल फेरि उहाँ बोल्न अलिकति झिकझिकाइरहनु भएको छ हामी जस्तो चिल छैनन् कि त्यही भएर होला के त्यही भएर यस्तो हो के यस्तो हुन्छ मान्छे कस्तो भनेपछि अब जति मान्छे राम्रो हुन्छ नि त अब प्ले बोय होइन नि त ऊ प्ले बोय होइन अलि प्ले बोय पनि बोल्छ भन्ने होइन प्ले बोयको बोल्ने काम नै हुन्छ ऊ भनेको इमान्दारिता अनि त्यस्तै गरेर अब भन्यो अघि बिचबिचमा इमान्दारी पुरा एकदम सोझो इमान्दारी होइन ऊ सानैदेखि स्ट्रगल गर्दै आएको मान्छे अनि इमान्दारी त अब केटीहरूसँग बोल्नै लजाउने खालको मान्छे हो नि त त्यही भएर 81 मोबाइल खडा गरिदिएपछि त
उसको त सातो बुझ्नु गएको होला। अब झाँक्री बसाल्नु पर्ने छ आज रातिको झाँक्री बस्ने त बस्छ है। ल त हाम्रो यति नै। अब उहाँको एक दिन यस्तो मजाले रक्सी सक्सी खुवाएर पिरा सिरा पोख्न पठाउँछु, त्यस बेला सुनौँ ल उहाँको लभ स्टोरी। हस् नमस्कार।